आज सबै काम गर्दा गर्दा अलिकति रातिको 11 भइसक्यो होइन। अन्त यहाँ त्यहाँ बाहिर साहिर सबै गर्ने कामहरू सबै गरेर अब अहिले चाहिँ हाम्रो फेरि एक्सर्साइजको रुटिन छ त्यो त्यो छोड्नु भएन, त्यो चाहिँ फलो गर्नु पऱ्यो। सबै दिन बिहान गर्न खोज्छु तर हुँदैन कि बेलुका भइहाल्दो रहेछ होइन। के छैन, ट्राई चाहिँ अहिले गर्ने है त, छोड्नु चाहिँ भएन, कन्टिन्यू गर्नुपर्ने हुन्छ है त। कुनै पनि वर्कआउट गर्नुभन्दा अगाडि होइन वार्मअपहरू चाहिँ एकदमै जरुरी छ, किनभने नत्र इन्जुरी हुने चान्स एकदमै धेरै हुन्छ होइन। सो लेगको लागि चाहिँ लेगको वार्मअप गर्दै होइन लेगको एक्सर्साइजहरू स्टार्ट गर्नुपर्छ होइन। यो 300 चोटि गरेको आज होइन, अनि 100 चोटि गर्नलाई चाहिँ 2 मिनट जति टाइम लाग्दो रहेछ होइन। अनि एपको एक्सर्साइज हात बाँचेको कारणले यो एक्सर्साइजहरू बाहेक धेरै भइरहेको छैन, तर एज अ बिजी भए पनि एक्सर्साइजमा टाइम दिनु नै ठुलो कुरो हो होइन। आज होइन हस्पिटल गएँ, हस्पिटलमा चाहिँ नयाँ लगाइदिएर दिनु पठाएछ होइन। आज चाहिँ हात पनि चल्छ क्या, मतलब यो आउँदा भाँचिरहेको थियो नि त, अहिले पनि यो पनि चलिरहेको छ होइन। सो बिस्तारै सबै कुरा निको हुन्छ होइन। धेरै एक्सक्युज दिने बानी थियो मेरो होइन, बिस्तारै बिस्तारै छोडिरहेको छु। यो पुरै खतम हुन्जेलसम्म चाहिँ म मिहिनेत गर्छु होइन। ल फेरि भेट्नुहुन्छ नेक्स्ट भिडियोमा है त, बाई बाई आजको लागि।